안녕하세요. नमस्ते। हामी सुर्खेतबाट 7 स्टार कोरियन ल्याङ्ग्वेज सेन्टरदेखि हामी ग्रामर क्लासको आज गित्ते मुने भनेको एको कारणले न अथवा उन तकबुने भनेको पनि एको कारणले दुईटालाई फिक्यो गर्न गइरहेका छौँ। पहिलो वाक्यमा कारण र दोस्रो वाक्यमा नतिजा हुन्छ गित्ते मुनेको पनि है त। र पहिलो वाक्यमा कारण र दोस्रो वाक्यमा नतिजा हुन्छ यो तकबुनेको पनि है त। त्यो कारण चाहिँ नेगेटिभ पनि हुन सक्छ र कारण पोजिटिभ पनि हुन सक्छ भनेको दुवै हुन्छ गित्ते मुनेमा चाहिँ हैन है त। कारण के छ पोजिटिभ पनि हुन सक्छ र नेगेटिभ पनि हुन सक्छ। तर न अथवा उन तकबुनेमा कारण जहिले पनि सकारात्मक मात्र हुन्छ भनेको पोजिटिभ मात्रै कारण हुँदो रहेछ नेगेटिभमा लगाउन मिल्दैन है त। गित्ते मुनेमा चाहिँ नकारात्मक कारण पनि हुन सक्छ सकारात्मक कारण पनि हुन सक्छ। तर न अथवा उन तकबुनेमा जहिले पनि सकारात्मक कारण मात्रै हुनु पर्यो है त। यसलाई भनेको गित्ते मुनेलाई भर्ब नाउन विशेषण हैन विशेषणमा लगाउन मिल्छ है त। तीनटैमा लगाउन मिल्दो रहेछ। तपाईँले भर्बमा पनि लगाउन मिल्यो नाउनमा लगाउन मिल्यो र विशेषणमा लगाउन मिल्यो। तर न अथवा उन तकबुनेलाई भर्ब र नाउनमा मात्रै लाग्दो रहेछ। यसलाई के छ विशेषणमा लगाउन मिल्दैन बुझ्नु पर्यो है त। मोस्ट इम्पोर्टेन्ट हो यो है त। भनेको गित्ते मुनेलाई केमा भर्बमा पनि लगाउन मिल्छ नाउनमा लगाउन मिल्छ विशेषणमा लगाउन मिल्छ भने तपाईँ न अथवा उन तकबुनेलाई के छ भर्ब र नाउनमा मात्रै लगाउन मिल्छ विशेषणमा लगाउन मिल्दैन भनेर बुझ्नु पर्यो। तपाईँले के छ छोथा भने के हो राम्रो हुनु विशेषण हो। गित्ते मुने चाहिँ लगाउन मिल्यो यो राइट छ हैन। छ उन तकबुने आयो भने यो लगाउन मिलेन यो चाहिँ रङ छ। छोथा भने के छ विशेषण हो है त। यसलाई भने गित्ते मुनेलाई फर्स्ट पर्सन र सेकेन्ड पर्सन दुवैमा लगाउन मिल्छ हैन। आफ्नो कारणले अथवा शिक्षकको कारणले भन्न पाइयो फर्स्ट पर्सन र सेकेन्ड पर्सन। तर न अथवा उन तकबुनेलाई फर्स्ट पर्सनमा लगाउन मिल्दैन सेकेन्ड पर्सनमा मात्रै लगाउन मिल्छ भनेर आफूले बुझ्नु पर्यो। शिक्षकको कारणले गर्दा कोरियन भाषा राम्रो भयो भने बुझ्नु पर्यो यसरी है त। सेकेन्ड पर्सन अरूको कारणले गर्दा जहिले पनि सकारात्मक नतिजा आउँछ भने तपाईले न अथवा उन तकबुने लगाउनु पर्यो यसरी है त। वाक्यको अन्तमा ग्रामरहरू सेयो उस्यो बसिदा अप्सिदा लकायो उल्कायो सिप्सियो उस्यो लगाउन मिल्दैन है त्यो चाहिँ बुझ्नु पर्यो हैन। वाक्यको अन्तमा के छ ग्रामरहरू लगाउन मिल्दैन र न अथवा उन तकबुनेमा पनि ग्रामरहरू लगाउन मिल्दैन भनेर बुझ्नु पर्यो। नोट यसको अगाडि के छ पास्ट टेन्स लगाउन मिल्छ है त। भनेको तपाईको के छ गित्ते मुने छ भने त्यसको अगाडि के छ यो फिगोन हेस्छ भनेको के हो पास्ट टेन्समा भयो। अनि गित्ते मुनेको अगाडि चाहिँ के छ पास्ट टेन्स लगाउन मिल्दो रहेछ भनेको है त। क्वेसन हेरौँ है त। छनुन म चाहिँ 한국어를 कोरियन भाषा एल्सिमी मेहनतसँग खङ्गु डट डट हाप्के भेट्सयो उत्तीर्ण भएँ भने अगाडि के छ फर्स्ट पर्सन छ छनुन हैन नत्र त नतिजा के छ सकारात्मक छ त्यसमा के छ तकबुने पनि लगाउन मिल्छ र गित्ते मुने पनि लगाउन मिल्छ। तर यहाँ के छ फर्स्ट पर्सन भएको कारणले गर्दा एन्सर के भयो त गित्ते मुने। अर्को छ वैसायस कम्पनीमा हेरनारा विभिन्न देशका सारामदुरी मान्छेहरू खाच्चीसँगै इरुल हाम्निदा काम गर्छन् हैन। खुरेछ त्यसैले मुना सांस्कृतिक डट डट खाक्कम कहिलेकाहीँ खाल्दुङुल भनेको मनमुटाव सेङ्गिनुन उत्पन्न हुने ख्याङ्गुदो अवस्था पनि सम्झिँदा हुन्छ अरे। भने के भयो त यो मनमुटाव उत्पन्न हुने कुरा भइसक्यो भयो नेगेटिभ कारण भयो। नेगेटिभ कारणमा के गर्नु पर्यो त गित्ते के तकबुने लगाउन मिलेन के लगाउनु पर्यो तेमुने लगाउनु पर्यो हैन। र अर्को 3 नम्बरमा छ कम्प्युटर खेउगुल तालिम फादुल्ते प्राप्त गर्ने बेला उरी नारा आफ्नो देशको मान्लो कुराद्वारा
खोङछेगे कफीमा छङ्नी हाम्निदा व्यवस्थापन गर्छु। इरखे हामेन यसरी गर्यो भने इल्गी ढडढड नाजुङे पछि वन्जा एक्लै खुङ्बु हाल्ते अध्ययन गर्ने बेला होल्सिन साँच्चीकै छोसम्निदा राम्रो हुन्छ अरे भन्यो भने कारण त के छ पोजिटिभ छ होइन दुइटै लगाउन मिल्यो आफूले हेर्नु पर्यो नाजुङी के छ हामी गर्यो भने इल्गी पढ्न के भयो त गाह्रो हुन्छ त लगाउनु परेन होइन यो त कट भयो दुईटामा लगाउनु पर्यो सुप्ता भनेको कुन हो यो विशेषण हो विशेषणमा सुप्ताको के छ यो ब हटेर के आयो ऊ आयो अनि के छ न तगुने भयो त्यो भएर हामीले के भनेका छौँ भने विशेषण आयो भने तगुने लगाउन मिल्दैन भनेर थाहा पाउनु पर्यो विशेषणमा के लगाउन मिल्छ त गित्ते मुनि लगाउन मिल्छ एन्सर पनि राइट भयो थाहा छ नि यो सुप्ता हो होइन सुप्ताको यो ब हटेर के भएको ऊ थपेको ऊ थपेर के भयो न तगुने भएको त्यो चाहिँ बुझ्नु पर्यो फेरि है त यसरी तपाईँले चाहिँ एन्सर पत्ता लगाउन सक्नुहुनेछ आशा छ केही सहयोग मिल्नेछ हवस् त धन्यवाद